खै के हो खोल्दा सामसुङ पछाडि खोल ओप्पो छ त खोइ हेरौँ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल द शुभश्री ट्राइब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज हामी भन्दा पनि काली र मैले एउटा प्लान बनाएको छौँ कि बुवाको बर्थडे आउन आँटेको छ। बुवा आउनुभएको छ नि त, अनि बुवालाई चाहिँ एउटा मोबाइल गिफ्ट गरिदिउँ। अब पछि आउनुहुन्न बर्थडेको बेलामा, त्यही भएर आज बुवा आएको बेलामा एउटा मोबाइल गिफ्ट गरिदिउँ भनेर प्लान बनाएको छु। सरप्राइज जस्तो बुवालाई भनेको छैन, हेरौँ है त बुवाको रियाक्सन कस्तो हुन्छ। म प्र्याङ्क पनि गर्छु है बुवालाई एउटा सानो। ल दाइ आयो मैले भनेको कविन दाइ आयो। कन्टेन्ट क्रिएटर भएको छु आजकल। खोइ आयो केक अरे केक होइन हौ के भनौँ न। मोबाइल आउँदैछ टटपाएर बाबाको लागि, हामी एकदम जन्मोत्सवको लागि होइन ह्याप्पी बर्थडेमा चाहिँ हामी पनि अङ्कललाई ह्याप्पी बर्थडे भन्न चाहन्छौँ। यसै मोबाइल साथै मेरो व्यक्तिगत तर्फबाट र सबैभन्दा राम्रो 856को पानी पनि पस्दैन, जग्गा पनि फुट्दैन। यस्तो सिलिली यस्तो फिलिली, तपाईँको प्रोसेसर राम्रो, क्यामेरा राम्रो, सबै कुराहरू अलि हामी देखाउँछौँ। यहाँ छ अब कविन दाइले हामीलाई टक्क मिलाएर डिस्काउन्ट सहित होइन दाइ? हो एकदम म त गरिहाल्छु नि। ल एकपल्ट हेर त राम। खै ओप्पो वाइटमा हो, ओप्पो 5 कलर ग्रे भयो, दामी यस्तै कलर छ मजा। दाइलाई अनबक्सिङ हाल्नु न त्यसलाई। के हो त मैले कहाँ लगाएको महँगो भाइले कस्तो लाग्यो न, कस्तो लाग्यो न कविन, कस्तो लाग्यो न, पुरानो लाग्यो। होइन म त के भन्छु त, सस्तो लाग्दैन भन्छु त, म त महँगो चाहिँदैन। स्माइल स्माइल प्लिज कविले भिडियो बनाएको उता भिडियो बनाइदिनु आउनुहोस् आउनुहोस् अफर अब सित्तैमा मोबाइल भनेर के चाहिँ हो त ल्याउ न। अहिले हो भोलि मात्रै गरेछु। अझै त्यति गरेपछि घरमा झोला दिँदैन। बिहान कतिले खोल्नुहुन्छ? बिहान 8 बजी। 8 बजी खोल्छु। बुढीले ल भन्छ उता एकजना अङ्कल लगिदिनु पऱ्यो। गभर्मेन्टकोबाट अर्डर गरेको रहेछ तल, अनि म पुऱ्याइदिनु पर्ने भन्ने त भइहाल्यो नि हजुरलाई। आज मगाउनु थियो मम्मी लानुभयो भाले भाले क्या भाले हाल्नु पर्यो आज। त्यसलाई स्किप गर्न मिल्दैन अहिले? सेटअप गर्नु नि खोल्नु न। अन्त होइन यो साथी लगान त हुँदैन, लगान त अब साथ नदिउ त होइन। अब अब पहिल्यैदेखि जना गाडी त अब बसेछ भइसकेको छ। अब अहिले किन्दा भन्दा
अहिले के दुबईले फ्लाइट नगर भन्दैछ थकाली अनि कन्याको सब ठेक्का मासिक 2-3 दिवसले उसलाई ल दाइ थ्याङ्क यू भेरी मच ओके ल प्याक गर्नु त ल अहिले त पाइनँ अब अनि अन्डा डान छैन भोलि ल्याइदिन्छु भनेपछि ल्याउँछ उसले ल ठिक छ अँ, अनि ल हाम्रो एसियन मोबाइललाई तपाईँले सेवा गर्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद र अरू सबै यो भिडियो हेर्नुहुने सम्पूर्ण महानुभाव बागबागाजीमा पनि मेरो एकदम स्वागत ल दाइ थ्याङ्क यू भेरी मच है बुवा आउनु मैले बर्थडे गिफ्ट ए आउनु काली आउनु यहाँ बस्नु त्यहाँ बस्नु पहिला खोल्नु काली तिमी आइनौ यार कस्तो खोल्नु त यस्तो ढल्काउनु न ओह्रालो पार्नु अनि सर्लक आउँछ खोल्नै जानु के हो खोल्दा सामसुङ पछाडि खोल ओप्पो छ त खोइ हेरौँ खोइ के भयो खोइ ल पुरानो छ त यो त अनि ल यो हो कि क्या हो ए यो हो कि खोइ बुवालाई मैले प्र्याङ्क गरेको यो हो ह्याप्पी बर्थडे टु यु बुवा ह्याप्पी बर्थडे टु यु यो मेरो मैले त्यसमा फेसबुकहरू सबै लगइन गरिदिएको छु पासपोर्ट के पासवर्ड ए हाल्नुपर्छ चार्ज छैन है क्या खोल्नु न कभर चाहिँ रहेन छ है क्या कभर त्यहाँ छ तल्लोमा थिच्नु त स्विच अफ भएको छ मैले बुवालाई प्र्याङ्क गरेको त्यसमा लकहरू सेट गर्न माग्छ मैले कन्ट्याक्ट पनि अनि फेसबुक अनि गुगल एकाउन्ट सबै हालिदिएको छु पछाडि दामी रहेछ फोटो पनि राम्रो आउँछ होला फोटो डिसेन्ट ठिकै यस राम्रै रहेछ भिडियो कलमा अरूलाई थाहा भन्नु छैन छैन कलर ओएस एकछिन ल फेसबुक लगइन आइडीहरू सबै भइसक्यो सिम पनि छैन सिम चाहिँ हालेको छैन ल अब यहाँ भिडियो कल गर्नु न ग्रुपमा यो कुनमा गर्नु भने नि खै त कहाँ कहाँ गरिसक्नु भएछ योबाट गर्नु योबाट त सुन्दैन कस्तो लाग्यो त फोन काली राम्रो छ आवाज ठुलो सुनिन्छ कालीले बर्थडे गिफ्ट दियो कि बुवा ओके ओके वाइफाई ए इन्टरनेट छैन काली साँच्चै चलिरहेको त्यो होइन चलेको छैन ल है मम्मी न्यू फोन है न्यू फोन नानी उठ्छ भनेर कि गाइज यो बुवाको मोबाइलमा केही चेन्जेस जस्तो लाग्छ कि लाग्दैन आवाज कत्रो आछ आज रियाक्सन 0 आज अलिक ठुलो आवाज भयो
बुवालाई मैले बर्थडे गिफ्ट किनिदिएको गाइज। मैले भन्दा हामीले कालीले किनिदिएको हो। यता हेर अनि ल गाइज आजको ब्लग बुवालाई बर्थडे गिफ्ट दिएको कस्तो लाग्यो तपाईँहरूलाई? थ्याङ्क यू। रमाइलो भयो। बुवालाई प्र्याङ्क गरेको कि मैले, बुवा त हाँस्नु हुँदो रहेछ।